आमै कस्तो लागेको छ मेरो ब्याग बोकेर? कस्तो लागेको छ भन्नु त? ठिक छ। भारी त मान्नु होइन? मेरो ब्याग भारी छ कि हजुरको घाँसको भारी भन्नु त? ए भारी छ नि होइन? त्यो पनि 21 किलो छ नि आमा। 21 किलो छ। अनि यो भैँसीहरू पनि पाल्नु भएको छ आमा? ए कतिवटा भैँसी पाल्नु भएको नि? 2वटा। ए अनि अरू? गाई अनि अरू? ए धेरै पाल्नु भएको छ, धेरै दुःख गर्नुहुन्छ। कति वर्ष पुग्नुभयो आमा? 60 वर्ष। ए 60 वर्षमा पनि यत्रो घाँसको बारी आमा हो। हेर्नुहोस् नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, आमा बाहरू, कति धेरै दुःख कष्ट छ जीवनमा। जीवन एउटा अमूल्य हो जसलाई हामीले चाहिने गहन ढङ्गले बुझ्न आवश्यक छ। हाम्रो आमा यति 60 वर्षको हुँदा पनि यति धेरै मेहनत गरिराख्नु भएको छ। आजभोलिका नानी बाबुहरूलाई, आजभोलिका भाइ बहिनीहरूलाई म भन्न चाहन्छु, हाम्रा वीर पुर्खाहरूको दुःख कष्ट सङ्घर्ष कति धेरै थियो र आज पनि उहाँहरूको पुस्तामा यति धेरै सङ्घर्ष छ। त्यो सङ्घर्ष हामीले भुल्न हुँदैन। हामी चाहिँ कुनै पनि हालतमा देशको लागि केही नयाँ गर्नुपर्छ। आफ्नो जीवनलाई पनि चाहिँ सङ्घर्षमय बनाउनुपर्छ। आमै अरू केही छ भन्नु? भन्नु आमा यहाँ क्यामेरामा। हजुर हजुर सरकार के दिया बार बस बार करने थे दुख क्या करते थे बोलना बोलो ना हिचका गोडाना तो सोच मलाई के भन्नुहुन्छ त भन्नु? मेरो यात्रालाई के भन्नुहुन्छ? यहाँ मेरो यात्रा कस्तो मान्नुभयो? ठीक राम्रो माने हो। मलाई चाहिँ आशीर्वाद दिनुभएको छ नि हजुरले।